नमस्ते सबैजनामा। आज हामी बलिउड र साउथ इन्डियन सिनेमामा आएको सबैभन्दा ठूलो भूकम्पको कुरा गर्दैछौँ। हजुरहरूले सामाजिक सञ्जालमा देख्नुभयो होला, अभिनेत्री सामन्था रुथ प्रभुले विवाह गरिन्। सामन्थाले बिहे गरिन् द फ्यामिली म्यान जस्ता ब्लकबस्टर वेब सिरिजका निर्देशक राज निधिमोरुसँग। यो बिहे खुसीको खबर कम र पुरानो प्रेमको घाउमा नुन छर्कने काम बढी भएको छ, किनकि सामन्थाले आफ्नै साथीको पूर्व श्रीमानसँग गोप्य बिहे गरेकी छिन्। यो बिहेले धेरै प्रश्नहरू जन्माएको छ। अभिनेत्री सामन्था रुथ प्रभु र राज निधिमोरुको पूर्व पत्नी श्यामाली एक समयमा निकट साथी थिए। हजुरहरूले सही सुन्नुभयो, उनीहरू बेस्ट फ्रेन्ड थिए। अब हजुरहरू सोच्नुहोस्, राज र श्यामालीको सम्बन्ध विच्छेद भएको धेरै भएको छैन, त्यसमाथि आफ्नै साथीको श्रीमानसँग यसरी लगत्तै गोप्य बिहे गर्नु यो प्रेम हो कि मित्रतामाथिको खुलेआम धोका। यो विवाह साधारण विवाह थिएन। उनीहरूले कोइम्बतोरको ईसा योग सेन्टरमा भूता शुद्धि विवाह नामक गोप्य प्राचीन यौगिक विधि रोजेका छन्। मानिसहरू यो विधि पुरानो नकारात्मक ऊर्जा पखाल्न र नयाँ जीवन शुद्ध रूपमा सुरु गर्नका लागि अपनाउँछन्। मित्रताको धोकाको कारण होला, बिहेको खबर आउने बित्तिकै श्यामालीले इन्स्टाग्राममा लेखिन्, डेस्परेट पिपुल डु डेस्परेट थिङ्स। अब कुरा गरौँ बिहेमा पाएको उपहारको। राजले सामन्थालाई 1.5 करोडको हिराको औठी र जुबली हिल्सको आलिशान घर दिएका छन्। करोडौं खर्च गरेर हतारमा बिहे गरेर के सामन्थाले आफ्नो इमोसनल भोइड पूरा गर्न भौतिक वस्तुको सहारा लिएकी हुन् त? सामन्थाकी पूर्व निकट साथी साधना सिंहले द विलेन प्लेज द भिक्टिम सो वेल भनेर एउटा स्टोरी हालेकी थिइन्। के यो स्टोरीको निशाना पनि सामन्थालाई नै गरेको हो त? सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यस सबै कुरा भइराख्दाखेरि नागा चैतन्य कहाँ छन्? सामन्थाको बिहे भएको दिन नागा पूर्ण रूपमा मौन थिए। एकातिर श्यामालीले खुल्लमखुल्ला डेस्परेट भन्दै छिन्, अर्कोतिर उनका पूर्व पति मौन छन्। यसले बलिउडमा कसले साँचो बोलिरहेको छ भन्ने कुरामा ठूलो प्रश्न चिन्ह खडा गरेको छ। यसमा सबैभन्दा अचम्म लाग्दो कुरा भनेको विवाहको हतार। पहिलो सम्बन्ध विच्छेदको केही समयमै यति धेरै गोप्य तरिकाले र भूता शुद्धि विधि जस्तो आध्यात्मिक बिहे गर्नु अचम्म लाग्दो कुरा। यो थियो सामन्था र राजको बिहे पछाडिको लुकेको तुफान। अब हजुरहरूको पालो। कमेन्ट बक्समा गएर लेख्नुहोस्, के सामन्थाले मित्रतामाथि घात गरेकी हुन् त? र यो भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। म फेरि पनि अरू यस्तै भिडियो लिएर आउने नै छु। See you on the next video.